हेलो गाइस, आज पनि म भिडियो लिएर आइरहेको छु। अनि आज त धेरै दिन भिडियो बनाएको किन भन्नुहुन्छ भने अनि के अरे मेरो अझै साइकल पनि अझै ब्रेक लाग्दैन मजाले अनि के भएको छ, धेरै लाग्छ पैसा बनाउनको लागि। त्यही कारणले अहिले भ्लग त्यति बनाउँदिनँ पनि। त्यही छ गाइस, अझै पर्सि आउँछ। अनि आज त गोल खेल्न जानु आँटेको गोल खेल्न जानु आँटेको म। अनि म त घरमै छु म त। अनि घर अब उता तल जान्छु, साथी घर गएपछि अनि जान्छु म गोल खेल्नको लागि। साथीसँग जान्छु म एकजना साथीसँग। चोरी पुगेपछि भ्लग बनाउँदिनँ म, त्यहाँको यस्तो भिडियो सिडियो लगाइदिन्छु। हाम्रो त्यहाँ स्कुलदेखि अलिकति उतापट्टि डाँडामा छ। ल गाइस, हेरिदिनु पर्छ फुल भिडियो। ल बाई, वहीँ भेट्नुपर्छ। बाई। सो गाइस, म त हिँडिसकेको अब गोल खेल्नको लागि। घर मेरो यहाँ पछाडि छ, यो मेरो घर, यो मेरो दाइको घर हो। यता हाम्रो बारी हो, यता पनि छ बारीहरू छ यता। मैले गोल खेल्न जाँदैछु म, बाटोमा हिँड्दैछु म। यता घर छ अनि यता पनि घर छ, बारी छ। अनि यत्तिकै गएको म चप्पल लगाएर, बुट नबोएको बुट, किनकि बुट लगाएर कस्तो घाउ लगाइरहेको छ खेल्नको लागि। त्यही भएर सबजना खाली खुट्टै खेल्छन्, त्यही कारणले मैले बुट नलाएको। बाटो पनि आइपुग्न आँट्यो, रोड। अनि हेर्न सक्नुहुन्छ यो पनि हाम्रो बारी हो। यता घर छ यता, त्यति नजिकमा घर पनि छैन। अनि आज त शनिबार हो, अनि म त्यहाँ काम गर्थेँ। अनि काम गरेर 1-2 घन्टा त काम गरेँ, अनि फेरि आइहालेँ म, किनकि झ्याउलाई फलाएर। त्यही भएर आइहालेँ म। अनि यो गाउँ हो मेरो, गाउँको नाम के भनिन्छ होला, खोरिया हो। पहिला त खोरिया थियो, अहिले पनि अब खोरिया होला। नाम चेन्ज गरेको भन्छन्, खोइ थाहा छैन मलाई पनि त्यति। खोरिया होला नामै। यस्तो छ है हाम्रो गाउँ, कालो कालो आउँछ। मजाले क्यामेरा राम्रो आउँदैन, अझै उजालै गर्नुपर्छ। यता हाम्रो अङ्कलको घर यता। ल गाइस, अहिले बाटोतिर जाँदा कि चोरी पुगेपछि भेट्नुपर्छ है गाइस। लेट्स गो गाइस, बाई सी यू। सो गाइस, म त घर आइपुगेँ होइन। गोल त खेलिनँ, आज पानी पऱ्यो क्या, त्यही कारणले अनि हामी त आइहाल्यौँ। गोल पनि अब थिएन, अनि त्यत्तिकै बसिरहेको थिएँ। अनि पानी पर्न थाल्यो, अनि आइदिइहाल्यौँ हामी। भर्खरै पानी रोकियो, अनि घर आइपुगेको थिएँ म। त्यही गाइस, अब भोलितिर जान्छु, अनि त्यति बेला भेट्नुपर्छ। भोलि जान्छु अनि चोरीहरू देखाइदिन्छु तपाईँहरूलाई होइन। यसको गाइस, जय नेपाल, बाई।